यहाँबाट हाम्रो जीवनमा नयाँ यात्राको सुरुवात हुन्छ। अमेरिकाको एकपछि अर्को ठाउँ गर्दै हामी घुमिरह्यौँ। थाहा छैन कति सडकमा हिँड्यौँ, कति सहरमा पुग्यौँ, कति होटलमा बस्यौँ। सुरुमा त मैले शङ्काबाट बच्नको लागि छुट्टै कोठा लिन्थेँ, तर बिस्तारै छुट्टै कोठा लिन सम्भव नै हुन छाड्यो। त्यसपछि हामी डबल बेड भएको एउटै कोठामा बस्न थाल्यौँ। ललिताले मेरो जीवनमा एउटा नयाँ मोड ल्याइदिएकी थिए, जसले मेरो जीवनमा केही परिवर्तन भएको थियो। खासमा ऊ अन्य केटीहरूभन्दा त्यति फरक त थिएन। उसलाई पनि जीवनको प्रत्येक आनन्दको आवश्यकता थियो। नाचगान, पत्रपत्रिकाहरू, फिल्म, आइसक्रिम र नयाँ नयाँ कपडाहरू उसलाई मन पर्थ्यो। उसको सोचाइ र उसका आवश्यकताहरू उसकै उमेरका आम केटीहरूको जस्तै थियो। ऊ यति जिद्दी थिए कि जुन विज्ञापन देख्थे त्यसैमाथि विश्वास गर्थे। उसका कुराहरू पुरा भएनन् भने बच्चा जसरी रुन थाल्थे। मसँग पनि बोल्नै छाडिदिन्थे अनि मैले जसरी पनि उसको इच्छाहरू पुरा गरिदिनु पर्दथ्यो, फकाउनु पर्दथ्यो। उसको सबैभन्दा ठुलो हतियार उसको शरीर थियो। हरेक रात हजारौँ मिनेट अनि घन्टौँ प्रयास गरेपछि मात्र मुस्किलले मेरो अङ्गालोमा आउन तयार हुन्थे। कयौँ पटक सडकमा गाडी ड्राइभ गर्दै मलाई केही समय जङ्गलमा रोकिएर प्राकृतिक शीतलतामा प्यास बुझाउन इच्छा जाग्थ्यो। तर ऊ अनेक बहाना गरेर मबाट सधैँ टाढा रहन्थे। मैले पहिले नै बुझिसकेको थिएँ, यदि मैले ललितासँग सम्बन्धलाई निरन्तरता दिइरहने हो भने उसलाई कतिपय कुरामा नियन्त्रण गर्नु पनि जरुरी छ। मनोविज्ञानको विद्यार्थी भएको नाताले पनि म यो जान्दथेँ। ललितालाई सबैभन्दा बढी डर अपमानसँग थियो र त्योभन्दा बढी गालीसँग डराउँथे। त्यसैले उसलाई मैले डर देखाउनको लागि भए पनि बेला बेलामा तिम्रो र मेरो सम्बन्ध सधैँ गोप्य रहनुपर्छ भनिरहन्थे। यदि हामी दुई बीचको सम्बन्ध कसैले थाहा पायो भने मलाई त केही हुँदैन, तर तिमीलाई सुधारगृह वा नारी निकेतन केन्द्रहरूमा पठाउनेछन्। नारी निकेतनको बारेमा थाहा छ नि तिमीलाई? तिमीलाई थाहा छैन होला। यस्ता संस्थाहरू भनेका यस धरतीका नर्क हुन्, जहाँ तिमीलाई राम्रो खाना वा अन्य सुविधा त परको कुरा हो, सुक्खा रोटी र फिक्का चिया पाउन पनि गाह्रो हुन्छ। त्यसैले हामी बीचको सम्बन्ध सधैँ गोप्य राख्नुपर्छ। यसरी नै आनन्दसँग जीवन बिताउनुपर्छ अनि तिमीलाई मसँग बसेर नोक्सान पनि केही हुने छैन। दुनियाँको सारा खुसी मैले तिम्रो अगाडि राखिदिएको छु। तिमीले मसँग जे माग्छौ सबै त्यो थोक दिन तयार छु म। यदि तिमीले मलाई छोडेर अरू कोहीसँग गयो भने पनि कुनै असल मान्छेले तिमीलाई जस्ती असभ्य केटीलाई मन पराउँदैनन्। तिमी आफै भन त, कि म गलत भनिरहेको छु? ललितालाई मेरो यो कुराले गहिरो प्रभाव पारेको थियो। त्यतिखेर हामीमा असल मित्रको झैँ सम्बन्ध स्थापित भएको थियो। हुन त ऊ जतिसुकै समझदार देखिए तापनि आखिर एउटी बच्ची नै थिए। हरेक दिन उसको मन बहलाउनका लागि मैले कुनै न कुनै बहाना खोज्नु पर्दथ्यो। भर्जिनियामा लाइट हाउस देखाउने होस् वा अर्कनासको गुफामा बनेको अनौठो झुपडीमा लैजाने होस् वा मन लागुन्जेल आइसक्रिम खुवाउनुहोस्, नयाँ नयाँ सामानहरू देखाउनु पर्दथ्यो। उसका सारा कमजोरीहरू मैले बुझेको थिएँ। त्यसैले उसलाई मैले नयाँ नयाँ सपनाहरू देखाउँथे र राति खुसी साथ मेरो अङ्गालोमा समर्पित हुनको लागि राजी गराउँथे। यात्राको दौडानमा मैले ललितालाई कडा सुरक्षामा राख्नु पर्यो। हाम्रो सम्बन्धको बारेमा कसैलाई शङ्का हुन्छ कि भनेर मलाई सधैँ डर भइरहन्थ्यो। र अर्को कुरा, ललिता भावनामा बगेर यस्तो कुरा कसैलाई बताए भने सारा रहस्यहरू बाहिर आउनेछन्। त्यसपछि मेरो र उसको भविष्य के होला?
कहिलेकाहीँ त म यस्तै कुराहरूमा रुमालिरहन्थेँ। लोलिताको उमेर बिस्तारै बढिरहेको थियो, जसको जवानीले उसलाई झन सुन्दर बनाउँदै लगेको थियो। मेरो न्यानो स्पर्शले 2-3 महिनामै उसको सारा देहमा यस्तो निख्खर आएको थियो कि उसको सुन्दरताका मान्छेहरू विलीन भइदिन्थे। उसलाई एकपटक हेरिसकेपछि फेरि नहेरी बस्नै सक्दैनथे। यसै बीच एक दुई कुरामा हामी बीच झगडा पनि भयो। एक दिन हामी अलि टाढा पहाडी इलाकामा घुम्न गएका थियौँ। यात्रा गर्दा गर्दै रुखको घना छाया देखेर सडकको किनारमा गाडी पार गरेपछि हामी चट्टानमा ओर्लियौँ। त्यहाँ मैले एउटा सफा तन्ना दोब्राएर बिछ्याएँ। त्यस शीतल पहाडी जङ्गलको काखमा हामी एक अर्कामा हराउन थाल्यौँ। एक अर्काको तातोमा विलीन भइरहेका थियौँ। एक्कासी निलो आकाशलाई कालो बादलले ढाक्यो। कालो अँध्यारो हुँदै जोड जोडसँग बिजुली चम्कन थाल्यो। हेर्दा हेर्दै पानी बर्सन थाल्यो। यतिकैमा मसँगै सुतिरहेकी ललिता जुरुक्क उठेर रिसाएर मतिर हेर्दै भनी, "तपाईले मसँग हिजो गर्नुभएको बाचा अहिलेसम्म पूरा गर्नुभएको छैन।" मैले उत्तेजनाको कुन बिन्दुमा उसँग के बाचा गरेको थिएँ मलाई थाहा नै भएन। ऊ बच्चा जसरी सुकसुकाउँदै रहिरहेकी थिए। म उसलाई फकाउनका लागि उसको शरीरको नाङ्गो भागमा हात राखेर सुमसुमाइरहेको थिएँ। उसले मेरो हात झट्कारेर पछारिदिए। त्यसरी नै मसँग रिसाएर छेउमै बसिरहे। त्यसै बेला खै कताबाट सानो बच्चाहरू खेल्दा खेल्दै हामी नजिकै आइपुगे। मलाई अप्ठ्यारो महसुस भयो। हामी सावधानीका साथ उठ्यौँ र नग्न अवस्थालाई सम्हाल्ने कोसिस गर्यौँ। ललिता ती 2 बच्चाहरूसँग बोल्न थालेकी थिए। नेपथ्यबाट आवाज गुन्जियो। एक मोटी आइमाई बच्चाहरू खोज्दै हामी नजिक आइसकेकी थिए। हामी हतार हतार त्यहाँबाट कार नजिकै पुग्यौँ। कारबाट थोरै मात्र टाढा थियौँ हामी। मैले एकजना मान्छे हामीतिर ढाड फर्काएर उभिएको देखेँ। सौभाग्यवश त्यो मान्छे पहाडहरूको फोटो खिच्नमा व्यस्त थियो, त्यसैले हामीलाई वास्तै गरेन। मैले गाडी स्टार्ट गरेर अगाडि बढाएँ। केही पर पुगेपछि मात्र हामीले ठिकसँग कपडा लगायौँ। कपडा लगाएपछि गाडीको पछिल्लो सिटमा बसेर ललिताले मलाई यसरी गाली गरिरहेकी थिए कि म सपनामा पनि सोचेको थिइनँ। कुनै केटीको मुखबाट यसरी गाली खानु पर्ला भनेर। 1947 अगस्टदेखि लिएर 1948 अगस्टसम्म पुरै 1 वर्ष मेरो जीवनको सबैभन्दा सुखको वर्ष थियो। त्यस बेलामा मेरो खुसीको कुनै सीमा नै थिएन। एक चञ्चल अबोध केटीको नखराहरू सहँदै प्रेमको रुमानी दुनियाँमा हराउँदै दिनभर एक सहरबाट अर्को सहर, एक ठाउँबाट अर्को ठाउँ घुम्दै रातमा अपरिचित होटलको रङ्गिन बिरङ्गिन कोठारमा उसको अङ्गालोमा बाँधेर अलौकिक दुनियाँमा हराइरहँदा यस धरतीमा अर्को कुनै दोस्रो सुखको कल्पना गरिनँ मैले। सारा बदमासी र रिसको बावजुद पनि ललिता मेरो लागि संसारकै सुन्दर केटी थिए। चाँद अनि रातको अर्ध उज्यालोमा जुनको शीतलताले भिज्दा जुन जस्तै चम्किली देखिने मेरी ललिता। उसकै साथले सारा खतरा, सारा डर अनि एक ठाउँबाट अर्को ठाउँ हिँडिरहँदा हुने थकान सक्दो भुलिरहेको थिएँ मैले। धन्न मेरी ललिता। मेरो वकिलले मसँग मेरो यात्राका सारा विवरण लेख्न भनेका थिए। मलाई सबै कुराहरू त याद छैन, तर मलाई यति याद छ 1947 को अगस्टदेखि 1948 सम्म हामी अमेरिकाको कुना कुनामा पुग्यौँ। न्यू इङ्ल्यान्डदेखि दक्षिणमा डिज्नील्यान्ड हुँदै हामी कपासको मैदान पार गरेर प्रशान्त महासागरसम्म पुग्यौँ। बाटोमा फ्लोरिडा पनि पर्थ्यो, तर हामी त्यहाँ बसेनौँ। त्यहाँ सलाटका आफन्तहरू भेट्ने खतरा थियो, त्यसैले हामी प्रशान्त महासागरबाट उत्तरतर्फको
घना जङ्गललाई पार गरेर क्यानाडाको सीमाको सडकलाई छुँदै पूर्वतिर पनि पुग्यौँ। यसैबीच थुप्रै समस्याहरू पनि आए। मान्छेहरू सोच्छन् निरन्तर यात्रामा सुख र आनन्द मात्र प्राप्त हुन्छ, यात्रा सरल हुन्छ। म पनि यो कुरा अस्वीकार गर्दिनँ। मेरो यात्रामा मैले जुन आनन्द भोगेँ त्यो अविस्मरणीय छ। तर गहिरिएर हेर्ने हो भने यो हजारौँ माइल यात्राको आफैमा कुनै अर्थ थिएन। यति लामो यात्रामा हामीले प्राकृतिक दृश्यहरू, नयाँ नयाँ सहरहरू, नयाँ नयाँ ठाउँहरू पनि घुम्ने मौका मिल्यो। यस यात्राको दौडानमा ललिताको स्वास्थ्य पहिलेभन्दा अधिक राम्रो भएको थियो। उसको कद यस्तै 2 इन्च र तौल लगभग 8 पाउन्ड जति बढेको थियो। तर मसँग उपलब्धिको नाममा आफ्नो वासनाको तृप्तिका अतिरिक्त केही रुमानी यादहरू, आधा दर्जन जति मार्गदर्शक किताबहरू, केही पुराना टायर र ललिताको दिनदिनै बढ्दै गइरहेको चिटचिटोपन बाहेक अरू केही पनि थिएन। यसैबीच खर्चको सवाल पनि उठ्छ। यस यात्रामा मेरो अधिकांश सञ्चित पुँजी खर्च भइसकेको थियो। खर्च मात्र गरिरहँदा सञ्चित रकमले सधैँभरि कहाँ पुग्थ्यो र? मलाई अब जसरी भए पनि कतै बसेर काम गर्नुपर्छ भन्ने महसुस भइरहेको थियो। अनि यो व्यवहारिसे सपनाबाट मुक्त पनि खोजिरहेको थिएँ मैले। अर्को कुरा ललिताको पढाइ लेखाइको पनि राम्रो व्यवस्था गर्नु थियो। यस्तै सोच विचार गर्दा गर्दै मैले बिर्सलेमा बस्ने निर्णय गरेँ। बिर्सलेमा बस्दा मलाई 2वटा कुराको फाइदा हुन्थ्यो। पहिलो, त्यहाँ राम्रो कन्या स्कुल थियो जहाँ मैले ललितालाई भर्ना गर्न सक्थेँ। दोस्रो, त्यहाँ एउटा कलेज पनि थियो जहाँ म पढाउन सक्थेँ। त्यस कलेजमा फ्रेन्च पढाउने अध्यापक गेस्टनसँग 5 वर्ष पहिले नै मैले भेटेको थिएँ। त्यति बेला नै त्यहाँका एकजना प्राध्यापकले मलाई पढाउनका लागि आमन्त्रित गर्न चाहेका थिए। तर त्यसबेला मलाई ठुल्ठुला केटीहरूलाई पढाउन मन नपर्ने भएकाले अस्वीकार गरेको थिएँ। पछिल्लो पटक केही समय अगाडि गेस्टनले मेरो प्रशंसा गर्दै पत्र लेखेका थिए। उनी कलेजमा त्यही मैले लेखेको फ्रेन्च र अङ्ग्रेजी पाठ्य पुस्तक नै पढाइरहेका थिए। बेर्सलोमा पुगेर हामी केही समय होटलमा नै बस्यौँ। त्यसपछि एउटा घर भाडामा लिएर बस्न थाल्यौँ। त्यो घर गेस्टनकै कलेजमा केमिस्ट्री पढाउने प्रोफेसरको थियो, जो लामो बिदा लिएर बाहिर गएको थियो। घर सामान्य नै थियो। घरमा फर्निचर बाहेक सबै थोक थियो। हामीलाई सजावटका नयाँ सामानहरू खरिद गर्नु परेको थिएन। पहिलो दिन घरमा पुग्न साथ बैठक कोठामा पुगेर ललिता रेडियो खोलेर सोफामा पल्टी अनि नजिकै रहेको पत्रिका निकालेर पढ्न सुरु गरे। मैले भने घर निरीक्षण सुरु गरेँ। घर साधारण थियो। केही कोठाहरू पार गरेपछि घरको छतमा उभिएर चारैतिर हेरेँ। अगाडि एक रातो भवन देखिन्थ्यो। मैले चारैतिरको दृश्य नियालिरहेको थिएँ। कतै टाढा घन्टी बज्यो। अगाडि देखिने रातो भवनबाट रङ्गीन फ्रक लगाएर पुस्तकहरू छातीमा टाँस्दै लाइन लागेर केटीहरूको समूह बाहिर निस्किन सुरु भयो। ती केटीहरूको उमेर 14-15 वर्षको देखिन्थ्यो। यो दृश्य देखेपछि मेरो मन प्रफुल्लित हुन थाल्यो। घर राम्रो नभएर के भयो त? कमसेकम दिनमा 2 पटक यी ठिटीहरूलाई त हेर्न पाइन्छ, मैले आफैसँग भने र तल झरेँ। भोलिपल्ट म ललितालाई स्कुलमा भर्ना गराउनका लागि लिएर गएँ। स्कुलमा पुग्न साथ एक क्लार्कले हामीलाई स्वागत गर्यो। ललितालाई उसकै समकक्षी उमेरका केटीहरूसँग खेल्न पठाइयो। त्यसपछि म प्राध्यापिकासँग भेट्न भित्र गएँ। प्राध्यापिकाले उठेर मुस्कुराउँदै मलाई स्वागत गरिन्। हामी दुवैजना बसेपछि उनले आफ्नो चस्मा निकालेर भनिन्, प्रोफेसर गेस्टनले तपाईँको बारेमा बताउनु भएको थियो। उहाँ हाम्रो शुभचिन्तक हुनुहुन्छ, त्यसैले आफ्ना
सबै साथीका बच्चाहरूलाई पढ्नका लागि यहीँ पठाइदिनुहुन्छ। प्राध्यापिकाको कुरा सुनेर म मनमनै हाँसे। हिजो साँझ मात्र अबेरसम्म गेस्टनसँग कुरा भएको थियो। मैले ललिताको पढाइको बारेमा कुरा गर्दा पढाइ लेखाइको हिसाबले यो स्कुल राम्रो छैन भनेर उसले मलाई बताएको थियो। त्यसपछि मैले उसँग कुनै अर्को राम्रो स्कुलको बारेमा सोधेको थिएँ। यो कुरामा ऊ सोचमग्न भएपछि कुराकानी टुङ्गिएको थियो। हाम्रो स्कुल आम स्कुलभन्दा फरक छ। म चुप लागेर बसेको देखेर प्राध्यापिकाले फेरि भन्न थालिन्, हामी हाम्रो स्कुलमा पढाउने बच्चाहरूलाई किताबको किरो मात्र नबनाएर जीवनको बारेमा पनि शिक्षा दिन्छौँ। हामीले संस्कृति र सभ्यताको बारेमा खोजी गर्छौँ र विद्यार्थीहरूलाई सिकाउँछौँ। यो हाम्रो विशेषता पनि हो। आजको सामाजिक जीवन अति जटिल भएको छ, त्यसैले समय परिस्थिति अनुरूप आजका केटीहरूलाई नयाँ शिक्षा दिनुपर्ने आवश्यकता छ। यसरी राम्रो शिक्षा दिएर केटीहरूको क्षमताको पूरा विकास गरियो भने मात्र उनीहरू असल र सुखी पत्नी बन्न सक्छन्, जिम्मेवार नागरिक बन्न सक्छन्। तपाईँकै छोरीको नै कुरा गरौँ, ऊ कुनै टापुमा एक्लै डुलिरहेकी सोझी केही थाहा नभएकी जस्ती भएर बस्दाको अवस्था के हुन्छ? तर ऊ एक सामाजिक ढाँचामा रहेर टोली भयो भने अवश्य पनि उसको जीवनले सार्थकता पाउनेछ। यदि हामीले उसलाई केही मरेका बादशाह र अपरिचित पुराना राजा महाराजका नाम बतायौँ भने उसलाई के फाइदा हुन्छ? उसको लागि आकाशमा चम्किने ताराहरूको नाम जान्नुभन्दा बढी जरुरी बच्चाको बिरामीको बारेमा र त्यसको औषधिको बारेमा बुझ्नु आवश्यक छ। भोजनमा चाहिने मसलाको बारेमा जान्नु उपयुक्त हुन्छ। अझ म त के भन्छु भने विद्यार्थीहरूले शेक्सपियर वा अन्य कुनै लेखकलाई पढ्नु पनि कुनै लाभदायक छैन। जबसम्म कुनै विद्यार्थीको रुचि साहित्यमा छैन भने त्यस विद्यार्थीले शेक्सपियरलाई पढेर उसको जीवनमा कुनै सकारात्मक प्रभाव पार्दैन। मेरो वर्षौँदेखिको अनुभवको आधारमा मलाई के लाग्छ भने सबै बच्चाहरू चलाक हुँदैनन्। त्यसैले उनीहरूलाई चलाक बनाउनका लागि स्कुलमा किताबको अतिरिक्त विभिन्न नयाँ नयाँ प्रणालीको प्रयोग गर्नुपर्छ। हामी बच्चाको सम्पूर्ण रूपमा विकास होस् भन्ने चाहन्छौँ। यसका लागि उनीहरूलाई जीवनमा आइपर्ने सबै कुराको ज्ञान दिनुपर्छ। हाम्रो देशको भावी पिँढी के गरिरहेको छ, उनीहरूले के सोचिरहेका छन्, उनीहरूको भविष्य कता गइरहेको छ, यी सब कुरा हामीले बेलैमा सोच्नुपर्छ। के मैले गलत कुरा बोलेको छु र मिस्टर हम्बर्ट? उसले एकाएक प्रश्न सोधिरहँदा म केही हडबडाएँ अनि फेरि सम्हालिएँ। होइन, वास्तवमा विश्वविद्यालयसँग मेरो सम्बन्ध टुटेको धेरै अवधि भइसकेको छ। त्यसैले मलाई अहिलेको शिक्षामा देखिएका नयाँ ट्रेन्डको विषयमा राम्ररी थाहा छैन। यतिकैमा उनले घन्टी बजाइन्। पियन भित्र आयो। एकछिन जिबी र नागरेटलाई बोलाएर ल्याऊ त। पियन बाहिर गएपछि उनी मतिर हेरेर बोलिन्, मैले हाम्रो स्कुलका 2 केटीहरूलाई बोलाएकी छु। तपाईँ तिनीहरूसँग कुरा गर्नुहोस्। त्यसपछि तपाईँले हाम्रो स्कुलको स्तर जान्न सक्नुहुनेछ। केही बेरपछि 2 जना केटी भित्र आए। उनले तिनीहरूसँग मेरो परिचय गराइन् अनि बाहिर गइन्। उनी बाहिर जानसाथ मेरो मुटु धड्कन थाल्यो। दुवै केटीको उमेर यस्तै 12-13 वर्षको थियो। मेरो मनमा अनेक भावनाहरू तरङ्गित हुँदै थिए। एक्कासी मैले ललितालाई भर्ना गर्न आएको कुरा सम्झिएँ। फेरि केटी पनि 2 जना थिए। एउटी भएको भए केही पनि गर्न सकिन्थ्यो। आफ्ना भावनाहरूलाई नियन्त्रण गर्दै मैले ती दुवै केटीहरूको बुद्धिको परीक्षण गर्न थालेँ। विभिन्न विषयमा प्रश्न सोधे। भूगोल, इतिहास र जीवनसँग सम्बन्धित प्रश्नहरू सोधे। तिनीहरूले सकेसम्म प्रश्नको उत्तर दिए। कति प्रश्नका उत्तर गल्ती पनि थिए। त्यसको जिम्मेवार उनीहरूभन्दा मनै बढी थिए। 12-13 वर्षका विद्यालय स्तरमा पढिने केटीहरूलाई मैले विश्वविद्यालय स्तरका प्रश्नहरू पनि सोधेको थिएँ।
वृद्धापिका फेरि भित्र आइन्। आफ्नो कुर्सीमा बस्दै दुवैजनालाई कक्षामा पठाइन्। उनीहरू गए। भन्नुहोस्, तपाईँलाई हाम्रो विद्यार्थी मन परे कि परेनन्? उनले सोधिन्। लेखक तथा प्रोफेसर भए पनि म शब्दहरूको प्रयोग सकेसम्म कम गर्छु। कसैको प्रशंसा र निन्दामा मलाई रुचि पनि छैन। तर दुवै केटीको तीखो बुद्धि र सन्तुलित उत्तरले म प्रभावित भएको थिएँ। त्यसैले मैले तुरुन्तै भने, तपाईँको स्कुलमा परम्परागत शिक्षा प्रणालीभन्दा केही भिन्न अवश्य छ। यी दुवै केटीहरूको मुखबाट मैले जे सुनेको छु त्यसबाट म निकै प्रभावित भएको छु र मलाई यति बेला मेरी छोरीलाई यसै स्कुलमा नै पढाउने कुरा सोचिरहेकी छु। मेरो कुरा सुनेर उनी मुस्कुराइन्। बस्दा बस्दै निकै समय बितिसकेको थियो। एक प्रकारले मलाई बोरिङ पनि भइरहेको थियो। त्यसैले कुराकानी टुङ्ग्याउने विचारले शुल्क र फारमको भरमा कुरा गर्न चाहे। उनले घन्टी बजाइन्। पियन फेरि भित्र आयो। उहाँलाई मिसेज सिवार्ड कहाँ लैजाऊ? उनले भनिन्। मैले लोलितालाई फिर्ता बोलाउनका लागि पियानलाई भने। ऊ खेलिरहेकी थिए, आउन चाहिरहेकी थिइन। पियानले बोलाएपछि मात्र ऊ फर्के। ऊ आएपछि मैले उसको अनुहारमा हेरेँ। यसरी खेलिरहेको बेला बोलाएको रिस उसको मुहारभरि छचल्किएको थियो। यसपछि मैले लोलितालाई भर्ना गरेर फर्किएँ। गैस्टन मेरो नयाँ साथी थियो। मैले उसँगको सम्बन्ध गाढा बनाइरहेको थिएँ। उसको यस सहरमा ठुलो इज्जत थियो। मान्छेहरू उसलाई ठुलो विद्वान मान्थे। निकै मान सम्मानका साथ उसको नाम लिन्थे। ऊ बाहिरतिर हिँड्यो भने मान्छेहरू उसलाई तोप उतारेर अभिवादन गर्थे। साँझको समयमा प्राय उसलाई मेरो घर आउँथ्यो। हामी फुर्सदमा चेस खेलेर समय बिताउँथ्यौँ। ललितालाई पनि उसँग कुनै खतरा थिएन। तर मैले गैस्टेन बाहेक अरू छिमेकीहरूसँग गाढा सम्बन्ध भने राखेको थिइनँ। सुरुका दिनहरूमा मेरो नजिकका छिमेकीहरू मसँग घनिष्ठता स्थापित गर्न चाहेका थिए, तर मैले कुनै वास्तै नै गरिनँ। त्यसपछि उनीहरूले पनि रुचि लिन छाडिदिए। मेरो घरको दायाँतिर एक व्यापारी र बायाँतिर एक बुढी बस्ती। सम्मुखको घरमा एक विधवा आइमाई बस्ती, श्रीमती बेफिया। म उसको तीखो नजरबाट सधैँ होसियार रहन्थे। थाहा छैन किन हो, ऊ लोलितासँग मित्रता बढाउने कोसिस गरिरहेकी थिए। लोलिता स्कुलबाट फर्किरहेको बेला म कौसीमा बसेर उसलाई हेरिरहेको हुन्थे। त्यसै बेला फेभियन पनि आफ्नो झ्यालमा अवसर खोजेर बसिरहेकी हुन्थे। एक दुई पटक उसले लोलितालाई बोलाएरै भनेकी थिए, छोरी, कुनै दिन मेरो घरमा पनि आउनु। तिमी त कसैसँग भेटघाट पनि गर्दिनौ। मसँग थुप्रै पुस्तकहरू बेकारमा रहेका छन्। असल बच्चाहरूले छिमेकीसँग पनि हेलमेल बढाउनु पर्छ। अवश्य आऊ है। हाम्रो घरमा एक आइमाई नोकर्नीको रूपमा काम गर्न आउँथे। उसको काम गर्ने तरिका राम्रो थियो, तर मलाई शङ्काको दृष्टिले हेर्ने गर्थे। त्यसैले मैले उसलाई बढी काम लगाउँदिनथे। भान्साको काम र कहिलेकाहीँ किनमेल बाहेक अरू काम उसलाई हराउँदैनथे। मेरो कोठामा त झनै पस्न नै दिन्नथे। आफ्नो कोठाको सरसफाइ म आफै गर्थे। पछिल्लो 3-4 महिनादेखि लोलिता दिन प्रतिदिन चलाख बाठी र जिद्दी हुँदै गइरहेकी थिए। उसलाई थाहा भइसकेको थियो व्यवहारिक रूपमा ऊ मेरो नियन्त्रणमा छे। तर मेरो खुसी उसको मुठीमा थियो। शरीरको मामलामा म उसैसँग आश्रित थिएँ। उसले मलाई आफ्नो इच्छा अनुसार गुमाउन सक्थे। उसलाई शयनको समयमा एकपटक मसँग जे पनि मनाउन सक्छु भन्ने महसुस भएपछि आफ्नो अधिकारको दुरुपयोग गर्न सुरु गरेकी थिए। कहिलेकाहीँ त एक चुम्बनको लागि मलाई घन्टौँ बिन्ती भाउ गर्थे। पछिल्लो 3 महिनामा उनको आवश्यक खर्च 2 गुणाले बढेको थियो। एक दुई पटक त मैले ऊ यति धेरै पैसा लिएर के गर्छ भनेर जान्ने कोसिस पनि गरेँ। उसका सारा आवश्यकताहरू मैले नै पुरा गरिरहेको थिएँ, तैपनि उसले मसँग आवश्यक पैसा लिइरहेकी थिए।
मलाई लाग्थ्यो उसले कि स्कुलमा आफ्नो साथीभाइहरूलाई पार्टी दिन्थे कि या पैसा जम्मा गरिरहेकी थिए। मलाई उसले धेरै पैसा लिएर खर्च गरी भन्ने चिन्ता थिएन, बरु मलाई त उसले कतै पैसा जम्मा गरेर भाग्छ कि भन्ने चिन्ता थियो। सरकारी वकिलहरू ममाथि ललितालाई साथीहरूबाट टाढा राखेर एक कैदीको जस्तो जीवन बाँच्न मजदुर गरेको भनेर आरोप लगाएका छन्। आदरणीय जुरीका सदस्यहरू, यो आरोप बिल्कुल झुटो र निराधार छ। ललितालाई मैले कहिल्यै पनि कैदमा राख्ने कोसिस गरिनँ र यस्तो सोच्दा पनि सोचिनँ। उसलाई उसका सबै साथीहरूसँग भेट्ने स्वतन्त्रता थियो। मेरो ईर्ष्यालु स्वभावका कारण मेरो अगाडि धेरै केटा साथीहरूसँग मिलजुल गरेको मन पराउँदिनथे। तर यो पनि मभित्रै सीमित थियो। म ललितालाई धेरै माया गर्थेँ, त्यसैले अन्य पुरुषहरूसँग खुलेआम सम्बन्ध बढाएको मलाई पटक्कै मन पर्दैन थियो। तपाईहरूलाई मेरो कुरा बाजिएको जस्तो लाग्न सक्छ, तर सत्य यो हो कि म ललितालाई अति चाहन्थे। त्यसैले म सोच्थे पुरुष जातिको कुनै पनि अर्को मान्छेसँग भेट नगरोस्, चाहे त्यसको उमेर 12 होस् या 72। उसका मिल्ने केटाकेटी साथीहरू ओपल, लिडा, एकिस र युवा थिए, तर मोनासँग उसको सबैभन्दा राम्रो दोस्ती थियो। एक दिन मैले मोनासँग कुराकानी गरेँ। मैले उसँग ललिताको केटा साथीहरूको बारेमा सोध्ने कोसिस गरेँ, तर मोनाले पहिले त जवाफ नै दिइन। मैले 2-3 पटक त्यही प्रश्न दोहोऱ्याएपछि उहाँ हाँस्दै बोलेकी थिए, ललितालाई कुनै केटाप्रति रुचि नै छैन। ऊ केटाहरूसँग मित्रता गाँस्नुभन्दा तिनीहरूको मजाक उडाउन मन पराउँछ, तर हामी दुवैजना एकजनाका लागि मरिमेट्छौँ। त्यो को हो भनेर मैले मोनासँग सोधेँ, तर उसले भन्न चाहिन। मैले धेरै जिद्दी नै गरेपछि उसले भनेकी थिए उसको नाम रिगर हो। रिगर बिड्सलो हिरो थियो। उमेर 32 वर्ष। ऊ फुटबल पनि खेल्थ्यो र रक्सी पिएर सडकमा गाउँदै हिँड्ने शौक थियो उसको। त्यसपछि म ढुक्क भएँ। एक दिन स्कुलबाट फर्केपछि चिया पिउने बेलामा ललिताले उसको स्कुलमा नाटक हुन गइरहेको कुरा बताए। के तिमी पनि त्यस नाटकमा भाग लिन्छौ? केकको टुक्रा उठाएर मुखमा राख्दै मैले सोधेको थिएँ। म अहिले भन्न सकिन्न, उसले चियाको कप मेरो हातमा राखिदिँदै भने। किन? किनकि सबैले मलाई नाटकमा भाग लियोस् भन्ने चाहेका छन्, तर मैले ड्याडीसँग नसोधी कहिले केही पनि भन्न सक्दिनँ भनिदिएँ। मैले आश्चर्यपूर्वक उतिर हेरेँ। मलाई अविश्वास पनि लाग्यो र खुसी पनि। ठिक छ, म सोचेर तिमीलाई निर्णय दिउँला भनेर मैले चिया पिउन थालेँ। त्यस रात अबेरसम्म मैले यही विषयमा सोचिरहेँ। ललितालाई नाटकमा भाग लिन दिउँ कि नदिउँ भनेर मन दुधारे भइरह्यो। ललिताको आँखामा नाटकमा भाग लिने उत्साह देखेको थिएँ मैले, तर नाटकमा भाग लिएपछिको हुन सक्ने परिणामले मलाई लखेटिरह्यो। मैले सोच्न थालेँ यसरी नाटकमा भाग लिएपछि ऊ सबैको अगाडि आउँछ, विभिन्न मान्छेहरूसँग परिचित पनि बढ्न सक्छ, अनि बिस्तारै बिस्तारै ललिता मसँग टाढा र उनीहरूसँग नजिक हुन पुग्छ। ललिताबाट अन्जानमै हाम्रो सम्बन्धको बारेमा भण्डफोर हुन सक्छ। अहिलेसम्म मेरो नियन्त्रणका कारण ललिता केटाहरूसँग टाढा रहेकी छे। मैले यसरी स्वतन्त्रता दिन थालेँ भने भोलि मैले भनेको कुरा नमान्न पनि सक्छ। त्यसैले ललिताले नाटकमा भाग नलिनु नै हाम्रो सम्बन्ध राम्रो हुन सक्छ। यस्तै कुरा सोच्दा सोच्दै निद्रा लाग्यो। भोलिपल्ट बिहान ललिताले स्कुल जानु अगाडि फेरि मसँग सोधी, म नाटकमा भाग लिउँ कि नलिउँ? अस्पष्ट जवाफ दिएर मैले कुरा टाढेँ। मेरो कुरा सुनेर ललिता चुपचाप स्कुल गई। गएपछि फेरि मेरो मनभरि नाना थरीका कुराहरू खेल्न थाले। मेरो अगाडि सबैभन्दा ठुलो समस्या भनेको ललिताको र मेरो सम्बन्ध थियो, जो ललिता र मलाई मात्र थाहा थियो, दुनियाँलाई थाहा थिएन।
बिहानको समय मैले लोलिताको बारेमा नै सोचेर बिताएँ। लोलिता स्कुलबाट फर्किने बित्तिकै मलाई भने, "तपाईँलाई हाम्रो हेडमिसले बोलाउनु भएको छ।" "किन? तिम्रो फी त महिनामै जम्मा दिएको छ त, होइन र?" "फीको कुरा होइन, उहाँले तपाईँलाई भेट्न चाहनुहुन्छ।" "कहीँ तिमीले कुनै बदमासी त गरेनौ?" "होइन, त्यस्तो केही गरेको छैन।" उसले तुरुन्तै जवाफ फर्काए। "अनि त्यसो भए के कुरा रहेछ त?" "मलाई के थाहा, उहाँले मलाई अफिसमा बोलाएर बुबालाई लिएर आउनु भन्नुभएको थियो।" "ठिक छ, म भोलि गएर भेटौँला।" मैले यति भनेर कुरा टुङ्ग्याएँ। भोलिपल्ट म लोलिताको स्कुल गएँ। मेरो स्वागत गरेपछि हेडमिसले भने, "माफ गर्नुहोला मिस्टर हम्बर्ट, मैले तपाईँलाई दुःख दिएँ।" केही छैन, अरू केही कारणले मलाई बोलाउनु भएको थियो, मैले जान्न सक्छु?" ललिता भन्दै थिए तपाईँले उसले नाटकमा भाग लिएको मन पराउनुहुन्न भनेर।" "हो, ठिक भन्नुभयो, म चाहन्छु ललिताले पढाइमै ध्यान दियोस्। उसले नाटकतिर ध्यान दिन थाल्यो भने उसको पढाइ बिग्रिन सक्छ। अनि तपाईँहरू बच्चालाई पढाइ लेखाइ बाहेक यी नाटक आदिमा नअल्झाउनुहोस्। म यस्तो मन पराउँदिनँ। यसरी बच्चाहरूलाई पढाइ लेखाइभन्दा अन्य कुराहरूमा अल्झाइरह्यो भने उनीहरूको भविष्य अन्त्यतिर मोडिन सक्छ। तर तपाईँले मलाई पुरानो विचारको मान्छे सोच्नुहोला। आजकाल बच्चाहरूलाई चाहिने भन्दा बढी स्वतन्त्रता दिनु हुँदैन। मैले पहिलेदेखि नै उसलाई स्वतन्त्रता दिँदै आएको छु। फेरि यो नाटकमा भाग लिन थाल्यो भने उसको पढाइबाट ध्यान बाहिरतिरै मोडिन सक्छ। यो नाटकमा केटाहरूले पनि त भाग लिँदै होलान्। आजकल केटाहरूको के विश्वास गर्न सकिन्छ र?" "मिस्टर हम्बर्ट, नाटकमा केटा र केटी दुवैले काम गर्छन्। यो त एक कला देखाउने कुरा हो। तपाईँ कसरी सोच्नुहुन्छ नाटकमा भाग लिँदैमा केटीहरू बिग्रिन्छन् भन्ने कुरा?" हाम्रो स्कुलकी नाटक शिक्षिका बताउनु भएको थियो। ललिताले आफ्नो भूमिका निकै राम्रोसँग निभाएकी छे। अनि यो नाटक हाम्रो स्कुलको वार्षिक उत्सवको अवसरमा देखाइनेछ। यसबाट सारा सहरमा हाम्रो स्कुलको नाम त उच्च नै हुन्छ, ललिताको नाम पनि चम्किनेछ। म उनलाई कसरी सम्झाउन सक्थेँ? मलाई ललिताको नाम चम्किनुभन्दा बढी उसलाई लुकाएर राख्नुपर्ने बाध्यता थियो। "तपाईँ के सोचिराख्नु भएको छ?" मलाई थाहा छ, प्रत्येक बाबुहरूले आफ्नो जवान छोरीहरूको चिन्ता गर्दछन्। तपाईँ मेरो विश्वास गर्नुहोस्, म आफै ललिताको विशेष ख्याल गर्नेछु। यदि नाटक अभ्यासको क्रममा रात पर्यो भने म आफैले घरमा पुर्याइदिनेछु। अब त तपाईँले मेरो कुरा मान्नुहुन्छ नि?" म निकै गहिरो सोचमा डुबेँ, चुपचाप बसिरहेँ। प्रिन्सिपलको यस्तो अनुरोधपछि मैले पनि अस्वीकार गरेँ भने उसले के सोच्ले? अरू केटी साथीहरूले पनि ललिताको मजाक उडाउनेछन्। केटीहरूको व्यङ्ग्यबाट चिडिएर ललिताले मेरो विरुद्ध खुलमखुला विरोध गर्न सक्छे। म उसलाई दोखी बनाउन पनि सक्दिनथेँ। त्यसैले निकै बेर सोचेपछि भने, "ठिकै छ, तपाईँले ललिताको जिम्मेवारी लिनुहुन्छ भने म सहमत छु। नाटकको नाम चाहिँ के छ?" "एन्चेडस हन्टर्स।"